नमस्कार, यो भिडियो चाहिँ मेरो घर फ्यामिलीको लागि र साथीभाइको लागि हो। अनि काम चाहिँ के गर्छस् भनेर सोधिराख्नुहुन्छ। मेरो काम चाहिँ यस्तै हो, यही सानो भयो, यो डिस्प्ले गर्ने हो, लागेर बस्ने। अनि यहाँ सामान सक्यो भने चाहिँ भित्र स्टोर छ, स्टोरबाट लिएर आउने सामानहरू। अनि यही हो, साबुनहरू छ, सरफ सरफ। यो चाहिँ के म भन्छु, सबै कुराहरू सामान चाहिँ सबै नै हुन्छ। सबै कुराहरू चाहिँ यहाँ चाहिँ पाउँछ पर्छ। के चाहिएको छ, यो स्प्रेहरू भयो। फेरि हामी चाहिँ डेलिभरीको लागि आएको छौँ यहाँनिर। यो चाहिँ एउटा समुद्रको छेउमा माटोले पुरेर बनाएको होटल हो। यहाँ चाहिँ हाम्रो दोकानबाट डेलिभरी आएको हो। अनि यो चाहिँ ठुलो चाहिँ यो पानीमाथि पुरेर चाहिँ बनाएको हो यो होटल चाहिँ, रेस्टुरेन्ट होटल। हामी चाहिँ आज दाजुभाइ यसो घुम्न आएको घुम्न भन्दा नि सामान पुऱ्याउन आएको, डेलिभरी गर्न आएको। तर यसो समुद्र पनि हेरिदिउँ भनेर। समुद्र यो चाहिँ सबै वरिपरि समुद्र छ। अनि यो चाहिँ पुरेर माथि बनाएको है त। यो ढुङ्गा हालेकै त नि, पुरेकै ढुङ्गा। काम मिलेगा क्या काम मिलेगा बोलो। तुम्हें सुनो, तुम ये वीडियो सुनो। कार साथ बात करेगा, वीडियो रेडी है। कार साथ बात करेगा, देखना पड़ेगा। हिंदी में बात करो, हिंदी आता है? हिंदी थोड़ा थोड़ा आता है। हिंदी आना चाहिए बराबर। कोई आदमी इधर आएगा तो बोलो ये आदमी लेगा 2,50,000 है इसका रेट। इसमें थोड़ा देखेगा, इधर आएगा तो 50,000 नेपाली मिलेगा। कोई भी आएगा तो बोलो नेपाली से। वो बेना सुत्नु भयो क्या हजुर? के हो भेना एक्चुअली के छ खबर? म कुर्सी सुर्सी के हो, रुम सुम बबाल छ त। लाइट साइट बाल्नु न। खोइ लाइट स्विच। रुम त ठिक छ, रुम त मस्त छ। हामी चाहिँ डेलिभरी पुऱ्याइसक्यो। यो चाहिँ रोयल हो। अनि डेलिभरी पुऱ्याएर अब एकछिन पछि यहाँ दाइको छ बिचमा, दाइहरूसँग भेट्ने भइसक्यो। कोसिस गर्नेछ, भेट्यो भने भेटिहालेँ, भेटिनँ भने एकछिन यस्तै छ यहाँको बाटोहरू। यस्तै छ यो गाउँ हो, यो गाउँ फट्टा फुट्टा गाडीहरू भेटिन्छ। दाइको गाडी पुरा यात्रा छ।